हेलो गाइज, आज चाहिँ यो हाम्रो मेरो दिदीले रोमानियादेखि पठाइदिनु भएको थियो कि सामानहरू। अनि आज चाहिँ यो भर्खर आइपुगेको हो। अनि मैले अघि भर्खरै लिएको थिएँ। अनि आज चाहिँ भर्खरै यो खोल्न आँट्दैछु म। के छ हेरौँ ल सँगै। म फेरि भ्लगहरू मसँग त्यति कन्टेन्टहरू हुँदैन नि त बनाउनुको लागि, त्यही भएर म नबनाएको कति भयो, त्यस्तै 3 महिना जस्तो भइसक्यो होला। अनि त्यही भएकोले गर्दाखेरि आज चाहिँ ठिकै दिदीले पठाइदिएको थियो। अनि आज किन त यो भ्लग राखौँ न त भनेर चाहिँ मैले आज यो भ्लग बनाउँदैछु। सानो खालको छ, मिनी भ्लग, हेरिदिनु होला ल। हामी हेरौँ है त सँगै खोलेर है त। यसमा के होला? ए ब्याग 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 यो पनि ब्यागै हुनुपर्छ। ब्यागै छ। यसको चाहिँ लेस पनि होला सायद भित्र। यो खालको पान्डा जुत्ताको टाइपको डिजाइन भएको यो छ। यो चाहिँ चक्लेटको घारी हो। यो चाहिँ चक्लेटको घारी छ, गरौँ रहेछ। यो चाहिँ अहिले एकछिनमा खोलौँ ल, एक्स्ट्रा छुट्टै। अरू यहाँ के छ हेरौँ। ए यो चाहिँ मलाई मेरो म चाहिँ पप्पी लभर भएकोले गर्दाखेरि दिदीले यो मलाई देखाएको थियो। अनि मलाई चाहिँ मन परेको थियो कि, त्यही भएकोले गर्दाखेरि चाहिँ मैले यो मागेको थिएँ, मैले पठाइमागेको थिएँ। कति क्युट छ हेर्नु नि, क्युट 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 छ नि माई फ्रेन्ड्स। यो चाहिँ हाम्रो मम्मीको लागि, मम्मीलाई सिलाइ बुनाइ खुबै मनपर्छ। धागो मगाउनु भएको थियो, मम्मीले धागो पठाइमाग्नु भएको थियो। अनि यो चाहिँ धागोहरू छ। अनि यो पनि धागो नै हो। यो चाहिँ के हो? सायद लाइट होला कि? हो, यो लाइट हो। यो चाहिँ के हो? मेन्टा अरे प्लान्ट। यिनीहरूको आफ्नै भाषाबाट चाहिँ यो के हो? सायद प्लान्ट होला आई थिङ्क। यो फुलको हो कि बिउ सायद, कि होला सायद त्यही। यो चाहिँ के हो? यो दिदीलाई सोध्नुपर्छ, यो त हामीलाई थाहा भएन हो। यो त के हो? यो चियापत्ती हो कि के हो? यो त मलाई थाहा भएन। यो पनि त्यही रहेछ। अनि यो चाहिँ के हो? फ्लेभरको रहेछ। मलाई लाग्यो यो बिरुवा होला हो, यसको बिउ हो कि। कस्तो मिठो छ, स्मेल पनि मिठो आइरहेछ, बास्ना कस्तो मिठो आइरहेछ। यो के हो? यो के ड्राई फ्रुट्स हो कि के हो? यसको भित्र खोलेर एकचोटि हेरौँ ल। बिउ भनेको त चिया के अरे टी ब्याग पो रहेछ त हौ यो त। यो फ्लेभरको खालको टी ब्याग रहेछ क्या। टी ब्याग जस्तो लाग्दैन, फेरि के हो भने त भाषै बुझिँदैन। टी ब्याग रहेछ। यो चाहिँ फ्लेभरको टी ब्याग रहेछ। यो चाहिँ के हो? यो पनि थाहा भएन। एकचोटि खोलेर हेरौँ। ए मोजा रहेछ। अब समर लागिसक्यो, के को मोजा? अब अर्को वर्ष मोजा त। यो के हो? टी सर्ट रहेछ। यो पातलो रहेछ, राम्रो रहेछ कपडा चाहिँ, समरमा लाउनै मिल्ने टी सर्ट। यो चाहिँ मलाई राम्रो लाग्यो बुट्टा चाहिँ, किनकि धागोबाट बनेको रहेछ। धागो बाहिरैबाट छ कि प्रिन्ट। टोपी समरको लागि, टोपी समरको टोपी। अनि यो चाहिँ के हो? फेरि घाँटीमा लाउने रहेछ। यो चाहिँ सुरुवाल रहेछ। यो भेस्ट रहेछ। पनि सुरुवाल रहेछ। यो किन सस्तो छ? यता के छ? ए पन्जा रहेछ। यो पन्जा। रबर रहेछ। अरू के छ? अरू केही छ कि छैन?
रहेछ यहाँ अगाडि होला सायद गाइस यो अगाडिको कभरमा चाहिँ यो अगाडिको ब्यागमा चाहिँ सरी यो कभर देखेर कभरमा चाहिँ भन्दै रहेछु अगाडिको ब्यागमा चाहिँ कभर रहेछ यो चाहिँ दिदीको लागि भयो यो उसको मेरो लागि चाहिँ यो हो मेरो लागि यो चाहिँ हो उल्टोपट्टि पो परेछ त एस्ट्रोनट यो चाहिँ मैले आफै छानेको है यसको चाहिँ यो खोल्न पनि मिल्छ तर कताबाट हो नो आइडिया यो त नखोल्नेवाला रहेछ नि अर्को मैले बिर्सेछु अर्को यो खोल्ने र नखोल्नेवाला चाहिँ यो खोलिन्छ जस्तो लाग्छ मलाई हो त खोलिन्छ यो चाहिँ मेरो भयो यो चाहिँ फुलको हो है फुल र सब्जीको होला सायद यो अगाडिको सब्जीको यो फुलहरूको हो यो सबै हाम्रो मम्मीलाई फुल एकदम मनपर्छ फुल त्यही भएर बिरुवा फुलको बिरुवा पठाइदिएको छ उतादेखि यसको यति नै छ अब आयो यता हाम्रो चक्लेटको यो चक्लेटको चाहिँ म एकचोटि सुरुमा खोल्छु पहिला यो टेपलाई मजाले काटेर निकाल्छु त्यस पछाडि अनि चाहिँ म देखाउँछु है त गाइस मैले यो फोडिसकेँ हैन यो काटिसकेँ कैँचीले अनि यो साँच्ची अस्ति नि हाम्रो दिदीले सुरुमा पठाउँदा सिप हेर्नु न कति क्युट छ सिप उसको यो उल अनि यसको चाहिँ यहाँ बिचमा यसरी बजाउँदाखेरि चाहिँ यो बज्छ के यो हाम्रो अपुरानीको लागि हो यो हैन अब अपुरानीको भन्दा हाम्रो पप्पीको लागि हो यो अस्तिनीको बेला पठाउँदाखेरि अर्को त्यो अरू चाहिँ आएको थियो यो चाहिँ सामान नटेर यो छुटेको थियो कि उसको लागि उसलाई एकदम मनपर्छ यस्तो यो बज्ने खालको खेलौना खेल्नुलाई अनि उसको अर्को बोन पनि छ तर उसको बोन चाहिँ बिचरा सबैले त्यही मन पराउँछ अरू खेलौना मन पराउँदैन अनि उसको सबै भत्काइदिइसक्यो क्या भत्काइदिनु मतलब ऊ चाहिँ जोगाएर खेल्छ अरू चाहिँ टोक्देर सबै काचक किचिक बनाइसक्यो अनि अरूले खेलोस् अनि यो चाहिँ दिदीले पठाइदिनु भएको थियो अनि यो चाहिँ किचिक गरेको सुन्ने बित्तिकै बाहिर कराउनु थाल्छ अघि मिस्टेकली मैले खोल्दा बज्यो बाहिरबाट रियाक्सन आइसकेको थियो अनि यो चाहिँ उसको लागि हो भरे उसले यो पाएपछि कसरी खेल्छ यदि तपाईँलाई म देखाउँछु ल भरे त्यो भिडियो हालिदिन्छु ल एडिट गरेर भरे लास्टतिर भिडियो गरेर राखिदिन्छु हेर्नु न यो चाहिँ उसको लागि हो यो सिप उसको लागि हो यो सिप अनि अब यो जुन है त हाम्रो यतिर चक्लेट यो चक्लेट कहिले खाइसक्ने होला हो त्यति धेरै खाइँदैन चक्लेट यो नि चक्लेटै हो यो त के प्यात पो भएछ कि क्या हो यो पनि चक्लेटै हो आमामा कहिले खाइसक्ने नि यो पनि चक्लेटै हो आइटमको छ यिनीहरू चाहिँ यो किन्डरको मिनी अरे यो पनि त्यही भइहाल्यो हाम्रो बोन्टी यो बोन्टी राफेल्लो यो चाहिँ साँच्चै भन्नुपर्दा मैले यो टेस्ट गरेको छैन अहिलेसम्म हैन अब एक टेस्ट गर्नु मन थियो दिदीले पठाइनु छ मिठो हुन्छ भन्छ तर म धेरै गुलियो खान सक्दिनँ नि त त्यो टेस्ट चाहिँ गरेको छैन अब दिदीले ठिक किनेर पठाइनु भएको रहेछ ट्राई गरौँ न एकचोटि हैन कस्तो हुँदो रहेछ यो पनि राखेल्नु भइहाल्यो स्निकर्स यो पनि त्यही भइहाल्यो अघिकै मिल्की वे रे यो पकाउनु भइहाल्यो सरी यो पनि राखेल्लै रहेछ राखेल्लै एकछिन ल सबै त्यो टेपले टाँसिएको रहेछ कि अनि त्यही भएर अलिकति खोल्नु गाह्रो भयो यो राफेल्लो नै रहेछ यहाँभित्र चिप्ल्यो अहिले बनाउला यो पनि चक्लेटै अरे हौ चक्लेटै अरे कति धेरैको चक्लेट हो भन
यही चक्लेट अरे सेलवाला डिजाइन भएको सेल डिजाइनवाला रहेछ चक्लेट यो पनि चक्लेटै छ यहाँ चाहिँ कस्तो छ यो चक्लेट चाहिँ भित्र हेर्दा त बट्टा चाहिँ एकदम दामी छ चक्लेट चाहिँ बाहिरको उयो चाहिँ राम्रो प्याकेज छ क्या यो कस्तो छ भित्र भित्र उयो रहेछ होस् नखाउनु होला है यो चाहिँ यस्तो रहेछ है चक्लेट यो पनि यस्तो रहेछ मलाई यसको कलर चाहिँ दामी लाग्यो यो चाहिँ कति न भ्यालेन्टाइन डेमा रोज डेको दिन दिने खालकै रहेछ डिजाइन पनि चक्लेटको यति नै छ अरू केही छैन यति नै छ आजको लागि नहालेको नि धेरै भएको थियो नि त अपलोड नगरेको अनि ठिक दिदीले सामान पठाइदिने भनेपछि यसको हाल्नु पर्यो भन्ने सोचेर मैले यिनीहरूको भ्लग मैले थोरै भए पनि हालेको छु होइन थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा थ्याङ्क यू सबैले माया गरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला है त बाई बाई अप्रिल यो चाहिँ हो हाम्रो अप्रिल कुमारी यो चाहिँ हाम्रो जिन्जु हो उसको लागि हो यो चाहिँ एकदम खुसी न्यू पाएर ऊ चाहिँ ऊ दिदीसँग नि सेयर गर्नु भन्नु त के गर्छ कोही